पार्वती, पार्वती, राधा जी, गौरमा, या गौरमा, पार्वती, राधा जी। ठीक हो सा मी साफ आदैन करेन। हाई एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। सो आज चाहिँ हामी यहाँदेखि काशी विश्वनाथ मन्दिरमा जाँदैछु र यो काशी विश्वनाथ मन्दिर चाहिँ वाराणसीभित्र परेको छ र यो चाहिँ धेरै पुरानो मन्दिर पनि हो। यसलाई गोल्डन टेम्पल भनेर पनि चिनिन्छ। यो अहिलेबाई रानीले 1780मा निर्माण गर्नुभएको रहेछ। यो भगवान शिवको मन्दिर रहेछ र यो सबसे हिन्दूमा धेरै पवित्र स्थान, धेरै पवित्र टेम्पलहरू धेरै छन्, तर यो भित्र मध्येमा यो पनि एउटा धेरै नै पवित्र मन्दिर भनेर चिनिन्छ। र आज हामी त्यहाँ जाँदैछौँ अनि भित्र केही अलाउड छैन रहेछ, यस्तो फोटो खिच्ने भिडियो खिच्ने केही अलाउड छैन। तर हामी बाहिरतिरको सबै दृश्यहरू तपाईहरुलाई पनि देखाउने कोसिस गर्छु अनि अन्तसम्म रही साथ सपोर्ट दिनु होला है त। भर्खरै अब हामी यता खोलाको छेउतिर आइपुगेको छु अनि अब यहाँदेखि अलिकति अगाडि जानुपर्छ। अहिले रिक्सामा जाँदैछु। अब चाहिँ यहाँदेखि अलिकति हिँडेर जानुपर्छ रे अनि अगाडि छ गेट, मेन गेट मेन गेट अगाडि छ। त्यस भएर चाहिँ तपाईँहरूले देखाउँदै गर्छु। भित्र त देखाउन पाउँदैन तर पनि बाहिरतिर यस्तो देखाउँदै गर्छु। के चाहिँ ठिक हो विश्वनाथ जाने, विश्वनाथ अड्डे मारे दो रहा था। हाँ मारेगा भेन यिनीहरू मेरो छिटो कस्तो खारे गरेको दादा मोदीको दादा त्यो चिज रोका छिकिसकेको थियो। क्या मसिन तिनीको 15 नंबर 4 अरे ना गेंगा अरे रेडी क्या है जी, ये क्या है? मक्खन मलाई। मक्खन मलाई, मक्खन मलाई ल्याइदिएर मक्खन मलाई यसै अनि हाम्रो क्यामेरा चाहिँ यता गेट नम्बर 4 मा राख्ने अनि त्यहाँ राखेर चाहिँ त्यहाँबाट चाहिँ खिच्न पाउँदैन। अनि यहाँको भिड यस्तै छ, सबै अनुयायीहरू धेरै छ यता काशीनाथ मन्दिरको दर्शनको लागि। अनि त्यस्तो दर्शनको लागि मान्छेहरू धेरै भिड छ, लाइन पनि धेरै छ। अब चाहिँ यता हामी यता आइपुग्यो। अनि यहाँको क्राउड चाहिँ यस्तो छ है, मान्छेहरू धेरै छ। अनि गेट नम्बर 4 तिर गेट नंबर 4 दे हामी चाहिँ अब भर्खरै यता अब यहाँको काशी मन्दिर दर्शन गरेर आयौँ है। अनि लाइनहरू खासै धेरै लामो छैन रहेछ, कतिले भन्छ 2-3 घन्टै लाइन बस्नुपर्छ भन्दै थियो, तर हामीले धेरै लाइन बस्नु परेन, यस्तै आधी घन्टा चाहिँ मात्रै हामी लाइन बस्यौँ। अब हामी यहाँबाट चाहिँ अब मणिकर्णिका घाट जुन लासहरू धेरै जलाउँछ हो त्यहाँ जाँदैछु। अब त्यहाँ जाँदैछु, क्राउडहरू धेरै छ। मणिकर्णिका द्वार कति मगाने देऊ। अनि अहिले चाहिँ हामी यता मणिकर्ण घाट जाँदैछु है यहाँदेखि। अनि यहाँ चाहिँ वाराणसीमा चाहिँ घाट 80वटा घाट छ। अनि त्यो घाटहरूमा चाहिँ सबै ठाउँमा त मान्छेहरू बोल्दैन, तर अनि
मान्छे पर्ने ठाउँ घाट चाहिँ एउटा मणिकर्ण घाट भन्दो रहेछ। त्यहाँ जाँदैछु। यो चन्दनको तेल रहेछ कि यता ओरिजिनल भन्दो रहेछ। यस्तो रहेछ, देखा सक्दैन। ये सब चंदन का है क्या? ये सब चंदन का है ओरिजिनल। हाँ, अच्छा है। ये क्या है? सब तेल ही है। ये ऑयल है, तेल पूजा ऑयल। पूजा ऑयल। ये अत्तर सेंट, जैस्मिन, चंदन, रोज। मीठो रहेछ। चाहिए कट के मिल जाएगा, कटिंग करके। हाँ, अहिले बेला हामी यता मणिकर्ण घाटमा आइपुगेको छ, जहाँ चाहिँ लासहरू धेरै जलाउँछ। अनि उनीहरूको विश्वास छ कि यहाँ जलाएपछि उनीहरू सिधै मुक्त पाउनेछ, स्वर्गमा जानेछ। यहाँ चाहिँ सबै लास जलाउँछ। अनि ठिक हो, मी साथदैन गरेन। हम जानते हैं कहाँ के वहाँ कोई के प्रसाद नहीं मिलती। 500 रुपये। आइए भैया। अनि यो रहेको छ ललित घाट है। यता ललित घाट रहेछ। यहाँ चाहिँ 80वटा घाट छ। यता 80वटा घाट चाहिँ सबै छेउछेउमै छ। अनि त्यस्तै हो यहाँ ललित घाट। यो त अलिकति उतापट्टि के भयो घाट भन्ने, त्यसरी 80वटा छ कुनीदेखि माथिसम्म। अनि जुन यो अहिले मणिकर्ण घाट भन्ने चाहिँ त्यसमा चाहिँ लासहरू जलाउँछ है। अनि अलिकति के भन्छ त्यहाँ लासहरू धेरै ल्याएको रहेछ। अनि लास नजलाउने अगाडि चाहिँ पानीमा राख्दो रहेछ, खुट्टा चाहिँ भिजाएर राख्दो रहेछ। अनि यहाँतिर चाहिँ मान्छेहरू धेरै आएको पनि छ। सो अब हामी चाहिँ यहाँदेखि फर्किन लागेको। अनि यता माथि अघि अब त्यो पनि दर्शन गऱ्यो होइन। माथि भित्र चाहिँ क्यामेरा लान पाएन, भित्र देखाउनु पाएन, तर यतातिरको चाहिँ दृश्य म देखाउँदैछु। सो अब यहाँदेखि चाहिँ बिस्तारै फर्किँदैछु।
This picture? हाँ Yeah. क्या Picture. किचन Money. हाँ Dear money. Money. और इस योर आपका रूप क्या है Money. This Parvati, पार्वती Radha ji, राधा जी Gaurama. गौरमा Yeah. गौरमा पार्वती राधा जी Radha ji. Yes. अच्छा पैसा नहीं दोगी? पैसे देने पड़ेगा Okay. 50-50. दीजिएगा 50-50 अच्छा दे दीजिएगा हाँ। अपने स्वेच्छा से जो अच्छा होगा अनुसार आपको भवा होगा ना अच्छा पैसा मत दो. ले लेगा। ये क्या है भोलेनाथ. भोलेनाथ दक्षिणा दो. दर्शन दे दो. लोंगमा क्या मत ला दो लोंगमा क्या देखो हिंदू ला मैं दिन ला सोनी लोंगमा क्या चु मारा हजर ला दो सोनी लोंगमा क्या थे ओ सिंगर लोगा हजर ला दो सोनी लोंगमा तो क्या थे तो नहीं ला दो लोंगमा छा समाता है रा मुने डरने की दादी साधु बाबा उमा देर दे दा तो शरण को हमारा रा तो ये पंगड़ता थू आ जाओ साधु बाबा इधर आ जाओ हाँ हाँ आओ इधर जाना है जाना है पैसा नहीं इधर आओ पैसा नहीं लगेगा तुम्हारा इधर आओ हम साधु है जाना है अरे इधर आओगे तब ना जाना है चल इधर आओ इधर भी साधु है गुरु जी तुम्हारा हाँ हम रिस्पेक्ट है हम साधु ला उनीहरूले आएछ भन्दैछ कि हामी पनि साधु हो भनेको नि हामी पनि साधु हो भनेको पैसा चाहिँदैन अरे भर्खरै त टिका लगायो कि पैसा चाहिँदैन भन्दै थियो कि भयो भने लगाइसकेर पैसा माग्दो रहेछ हामी पनि साधु हो भनेको नि त काशी विश्वनाथ घाट हेलो गाइस अब चाहिँ भर्खरै आइपुग्यो हेलो गाइस